यहाँ चाहिँ हेर्नु सबभन्दा हेर्ने लायक ठाउँ भनेको त्यही थोरै भए पनि रात मिलिरहेको छ। हामी माथि डाँडोबाट खोचमा झऱ्यौँ है। ओ त्यो पारी पारी छ नि हजुरहरूले ओहो यहाँ हेर्नु बाटो कस्तो छ। यस्तो अप्ठ्यारो बाटो हामी जानुपर्छ माथि। यहाँ माथि घाम छ त्यो माथि यो भल्कानो फुट्ने ठाउँमा यति पोलेको छ कि यति पोलेको छ। हेलो नमस्ते गुड मर्निङ सम्पूर्णलाई। अनि के छ हजुरहरूको हाल खबर है। म चाहिँ अलिअलि सन्चो छैन, मौसमी यो चेन्ज भएको कारणले गर्दाखेरि अलिकति घाँटी बसिरहेको छ। अनि सो म आज बाहिर निस्केको छु। आज चाहिँ हाम्रो टुर छ है, साथीहरूसँग मिलेर बाहिर जाँदैछु। अनि त्यही मौकामा चाहिँ यसो भिडियो क्लिपहरू बनाऊँ कि भन्ने प्रयास गरिरहेको छु। हेरौँ आज कहाँसम्मको यात्रा हुन्छ हाम्रो। सो म क्लिप ल्याउने छु। अनि यतातिरको मौसम त यस्तो छ, पुरा पानी पर्ला जस्तो भइरहेको छ है। त्यही पनि स्वर सुकेर आज त अलिक खुलेको हो। साथीहरूमा अगाडि पुगिसक्नुभयो, हाम्रो गाडी हो। ओए कुद्दै 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 आउँदाखेरि सासै बाहिर निस्केला जस्तो भइसक्यो होइन। आमामामामामा यहाँ केटीहरू हेर्नु न, बल्ल 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 समय निकालेर यसो डुल्न जाउँ भने त्यही पनि सास फुक्लेला जस्तो भइसक्यो। ओहो कस्तो चिसो हौ आजको दिन त छ्या। लु यो चाहिँ हाम्रो आजको गाडी सहयात्री भनौँ न। आजको हाम्रो यात्रामा साथ दिने गाडी चाहिँ यही नै हो। ल ए सलम 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 ओ छिटो आऊ केटी कुद्दै कुद्दै सलम 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 मार्ने भयो मार्ने भयो मार्ने भयो। रिसाएर बुम पड्क्यो खा सलम। सलम यहाँ आजको मौसम चाहिँ यस्तो धमिलो छ कि है, केही देखिँदैन त बाहिर त। अब अर्कोचोटि थाहा पाएँ त्यस्तै भन्छु म अनि सँगै जान्छ। हाम्रो केटीहरू पछाडितिर छ, केटीहरू चाहिँ हो पछाडि आठजोतको टोली जति सब पछाडि परेछ। हाम्रो आस्तोतको टोली सबै ऊ पछाडि पछाडि ब्याक साइडमा छ सबै। हामी दुईजना चाहिँ यहाँ छौँ। हामी दुईजना चाहिँ फोर्थ फ्लोरमा फोर्थ सिटमा। यो चाहिँ बिहानको ब्रेकफास्ट हामीले पाएको गाडीमा। के रहेछ खै हेर्दा खानु मन त छैन। आमामामा यहाँ हेर्नु, यहाँ प्राविधिक यस्तो छ इजरायलको मरुभूमिमा हरियाली होइन त। पर चाहिँ के रहेछ नि एउटा घर देखाएको त्यो पनि छ। ल हामी यो फर्स्टमा के फर्स्ट ट्रिपको के भन्छ पहिलो लोकेसनमा आइपुग्यौँ। अब लोकेसनको नाम त हामीलाई याद भएन है, मलाई त थाहा भएन हो। यो ठाउँ त यस्तो पो रहेछ। आमामामामा यहाँ त हरियो परियो त केही पनि देखिँदैन त। वरिपरि त पुरै यस्तो छ क्या, के हो यस्तो। हेर्न चाहिँ यही आएको है। ल डाँडा काँडा यस्तो छ। यो चाहिँ इगल हेर्नु न कत्रो, यहाँ फोटो खिच्नेको भिड छ है। यो ठाउँको इन्ट्रेस्टिङ पार्ट भनेको यही एउटा होला। म त केही देखेन है। हामी चाहिँ यहाँ हिँड्दैछौँ घुम्दैछौँ है। यहाँको ठाउँ चाहिँ यहाँ चाहिँ हेर्नु सबभन्दा हेर्ने लायक ठाउँ भनेको त्यही
त्यही रहेछ ओ त्यही रहेछ हेर्ने लायक भनेको हामी यति मरिहत्ते गरेर टुर आएको भनेको त्यही पाल हेर्न रहेछ मतलब त्यहाँ के डाँडो रहेछ डाँडो यो ठाउँ के भन्छ हौ अनि जे पाइ त्यही नबोल्नु हो होइन ल त्यहाँ डुलो देखिएन त ल हेर न त्यो दुलोभित्र के छ एकपल्ट जुम गरेर हेर्नु होला अब जाने हो त्यहाँ के हुन्छ अब त्यहाँ जाने हो यसरी पहाडको बिचमा भनौँ न अलिअलि पानी बगेको जस्तो खोला जस्तो टाइपको पनि हुँदो रहेछ है खोला नै भनौँ सायद यहाँको पशुपक्षीको लागि हुनसक्छ यस्तो छ कि यो ठाउँको भ्यू भनेको हामी आज घुम्न आएको प्लेस भनेको यही नै हो है पहिलो ठाउँ चाहिँ हेर्नु आमामामामामामा यति अग्लो छ कि यति अग्लो त्यो सँगसँगै घाम पनि उति चर्को छ है आज त तरै रमाइलो भइरहेछ नि तर यही ठाउँलाई होला हामीले पेपरहरूमा देख्न पाइने न्युजहरूमा देख्न पाइने चाहिँ राम्रो छ यो भ्यू पनि घुम्दै आउँदै गर्दा देखिएको यस्तो दृश्य हो है घुम्दै आउँदै गर्दाखेरि चाहिँ यो ठाउँको महत्त्वपूर्ण ठाउँ भनेको सायद यही होला नि कस्तो मजाको छ वा 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 अगाडि हेर्नु ल जान मन लाग्ने जस्तो ठाउँ त देखिन्छ नि है कस्तो शीतल भयो ओए माथिबाट घाममा आउँदाखेरि त हामी अहिले तल छौँ कि सास फेरि सास तर कस्तो लाग्यो हजुरहरूलाई यो भ्यू चाहिँ थोरै भए पनि रात मिलिरहेको छ हामी माथि डाँडोबाट खोचमा झऱ्यौँ है गर्मीले पुरै छोडौँ मलाई बिजोक छ है ज्याकेट त यहाँ बसमै छोडेको भए पनि हुने रहेछ बोकेर आइयो उहाँ ओ पेम्बा रानी के हो लरक लरक एक्लै अनि यहाँ चाहिँ अलिक डेन्जर ठाउँ रहेछ होइन एकदम केयरफुल्ली हिँड्नुपर्छ चिप्लो के ठाउँहरू अनि त्यसले गर्दा अलिक केयर भएर हिँड्नुपर्छ यहाँनिर चाहिँ तलबाट जाउँ बाटो त खत्तमै रहेछ नि मरिहाल्यो त्यो बाटो नै कन्फ्युज भयो त अनि अब म त कसरी तर्नु होला भनेको थियो त्यो बाटो हेर्दाखेरि त यस्तो झाडीभित्र ए ल ऊ यहाँ अन्त है ल मेरो पनि लु अब चाहिँ हामी उकालो लाग्यौँ है बाटो त यस्तो एक बित्ताको बाटो रहेछ ल ट्याक्कै कुनाको म यस्तो उकालोमा जान्छु यो चाहिँ एकदम केयरफुली भएर हिँड्नु पर्ने रहेछ ओए ओए बाटो ओए ओए जुका लाग्छ अरे के को जुका लाग्नु हो यस्तोमा ओए यहाँ त ओए 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 लु हामी त एक बित्ताको बाटोमा छौँ यति बेला ओहो हिँड्ने चाहिँ कसरी ओए ओए आइजाऊ ल अनि यहाँ जुका पनि पाउँछ अरे है अनि जुकाले चाहिँ एकचोटि टोक्यो भने चाहिँ छाप बस्छ भन्दै हुनुहुन्छ ल यस्तोबाट रस अनि यहीँ रहेछ अलिकति हरियो झाडी त्यहीँबाट रस आयो ल है दाइ यही होइन हामीले त्यो फोटोमा देखेको यही ओडार आया खुट्टा गयो नि दाजु यो नेचुरल्ली यस्तै हो कि बनाएको यो है आमामा ठाउँ चाहिँ खत्रै बन्यो है यस्तो पालहरू के चाहिँ छ नि दाइ त्यो देखिन्छ नि हामीले बिचमा त्यो आफै भयो हो त ऊ त्यो पारी छ नि हजुरहरूले बिचमा पाल छ क्या लु है यो छेउतिर चाहिँ जान डरै लाग्ने रहेछ हेर्नु त खोज आमामामा मान्छे नि रहेछ त तल है हेर्नु तल पनि मान्छे रहेछ
ज्यानै सिरिङ्ग हुने रहेछ कस्तो है दाइ र त नि हो यहाँ चाहिँ पौडी खेल्ने होला दाइ माथिबाट हाम फालेर है यहाँ तल खोजमा हेर्नु त त्यहाँ चाहिँ यहाँ माथिबाट हाम फालेर तल पौडी खेल्ने होला पानी कस्तो राम्रो यहाँ त हामी तलबाट वहाँ पारीबाट यहाँ आइपुग्यौँ है ठाडै उकालो यहाँ साथीभाइहरूलाई उकालो कस्तो भइरहेको एकदम मिठो मिठो भएको छ ल सकिन्छ त्यो मिठो भएपछि त सकिगयो नि ए हेर्नु हामी ऊ त माथि डाँडामा पुग्ने अब माथि डाँडामा सास फेर्नु नसक्ने भइसक्यो बाटो त उही एक बित्तै हो के अरे अहिले चाहिँ सगरमाथा चढे जत्तिकै भयो क्या हामीलाई बिचबिचमा यस्तो पनि छ है समाउनु ठाउँ घाममा के खिच्नु ओहो यहाँ हेर्नु बाटो कस्तो छ यस्तो अप्ठ्यारो बाटो हामी जानुपर्छ माथि डाँडामा निस्किने होला सायद त्यहाँ हेर्नु बाटो त्यहाँ हेर्नु बाटो ल यो चाहिँ अलिकति अप्ठ्यारो ठाउँ रहेछ है यहाँबाट यसरी ठाडै यहाँ चढ्नलाई चाहिँ निकै टाइम लाग्छ एकदमै अप्ठ्यारो ठाउँ भनेको यो रहेछ कि यहाँ आइपुगिसकेपछि यहाँनिर यहाँ हेर्नु यो सबभन्दा अप्ठ्यारो ठाउँ चाहिँ यो त्यो चिजहरू चाहिँ अलिक इन्ट्रेस्टिङ हुन्छ ल यहाँ हेर्नु सबभन्दा अप्ठ्यारो ठाउँको क्लिप हो यो साथीहरू आउने क्रम छ ओ माई गड यहाँ सिस्टरले चाहिँ यो उकालो ओह्रालो हिँड्दाखेरि नि बजु याद आएर हैरान छ है ओ केटी यहाँ हेर त दुलोमा यस्तो ठाउँमा आइयो कि हामी त लु यहाँ चाहिँ आए ओ मेरो त्यहाँबाट लिँदैन त्यहाँबाट भिडियो लिदियो भनेको झन् यहाँ एक्लै छैन भन्छ यहाँ सिडी भनेको त्यही आयो सिडी मैले त्यही जोक गरेको थिएँ कस्तो चिप्लो फेरि सिडी चिप्लो के यहाँनिर आमामामा जुत्ताको धुलो आउँछ क्या फालै फिल्दै जान्छ आँखामा पर्दो रहेछ अनि गन्यो नि सिडी त म छिटो बोल्छु ए चिप्लो ओ आइपुग्यो कतिवटा हौ सिँढी ल हजुर झन्डै 20-25 मिनटको उकालो यात्रा पार गरिसकेपछि माथि डाँडामा आइपुग्यौँ है सास आयो सगरमाथाको आरोहण गरे जत्तिकै फिल भइरहेछ हौ मलाई त मरुभूमिको डाँडोमा आएर ल आमामा घाम यहीँ माथि छ घाम यहाँ घाम त टाउकोमै बिसाए जस्तो ए यस्तो ठाउँमा आइपुग्यो भाइ त्यस्तो ठाउँबाट हेर्नु त यहाँ आइपुग्यो रिङ्गटै लाग्ने छ जाऊ त जाऊ यहाँ मान्छे सास फुलेर कस्तो भइरहेछ होला कालो अलि पढ ल झल्लै निल्लै भएको छ भाइ दाहिनेपट्टि छ हेर्नुहोस् मैले चाहिँ अहिले गाडीको यो झ्यालबाट चाहिँ भोल्कानो हामीले जान लागेको नेक्स्ट प्लेस चाहिँ भोल्कानो भएको ठाउँमा जाँदै हो र यो चाहिँ मैले अहिले यहाँबाट देखेको दृश्य हो पुरै भोल्कानो भएर के डढेको जस्तो देखिरहेको छ
हजुर हामी अर्को डिजर्टबाट फेरि अर्को ठाउँमा आइपुग्यौँ। त्यहाँको ठाउँ पार गर्दै 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 घुम्दै घुम्दै आउँदाखेरि हामी चाहिँ अहिले इजिप्टको के खोइ बोर्डर कता इजिप्टको बोर्डर भन्छ जस्तो लागेको थियो। र यहाँ चाहिँ तपाईँले मेरो पछाडिको ब्याकग्राउन्डहरू देख्न सक्नुहुन्छ। पुरै कालै हेर्नु, माटो कालै, पुरै ठाउँै कालै है। अनि किन भन्दा यो चाहिँ भल्कानो फुटेर के भन्छ डढेको रहेछ। यो भल्कानो हुने ठाउँ रहेछ यहाँ चाहिँ होइन। त्यस्तो ठाउँमा आइपुगेको छौँ। अनि मेरो पछाडि हेर्नु त, मलाई चाहिँ यहाँ रियलमै देख्न पाएको भए कस्तो हुन्थ्यो जस्तो लागिरहेको छ यति बेला। अनि घाम त यहीँ माथि छ, यहाँ माथि म यहाँ छु, टाउको यहाँ माथि घाम छ। त्यो माथि यो भल्कानो फुट्ने ठाउँमा यति पोलेको छ कि यति पोलेको छ। आमा मेरो यहाँ त यहाँ के भएछ। सेसरफेपा साथीहरू सबै पछाडि हुनुहुन्छ है, त्यस्तो छ। लु हेर्नु, यो हो ठाउँ के यहाँको सबै चिजहरू चाहिँ कालै क्या। हेर्नु त कस्तो ठाउँमा आइयो। तर एउटा कुरा कस्तो छ भन्दाखेरि हामीले भल्कानो चाहिँ यस्तो के अरे टिभीहरूमा हुन्छ नि, हामीले मिडियाहरूमा सञ्चार माध्यममा आइरहन्थ्यो, त्यो हेरिन्थ्यो। आज चाहिँ प्रत्यक्ष आएर अब रियलमा भल्कानो फुटेको त देख्न पाइएन, तर त्यो ठाउँ चाहिँ हामीमा आइपुग्यौँ के। त्यो ठाउँसम्म चाहिँ आइपुग्यो। हेर्नु त पुरै के वार पार पुरै त्यस्तो छ। साथीहरू कोही अगाडि कोही पछाडि, यहाँ करेन्ट लागेको छ, कोही पछाडि, ओइ तारा यहाँ घाममा यसमा चाहिँ करेन्ट लाग्दो रहेछ हौ। झिर्लिक्कै आयो, मलाई झ्याम्मै आयो पो, झ्याम्मै मलाई पनि सेर्पे नि। यहाँ हामी आज कहाँ छौँ अरे भन त अलिकति। अब यो के कहाँ अरे यो विस्फोट भएको ठाउँमा अरे। विस्फोट के विस्फोट भयो फेरि? भोल्क्यानो इरप्सन के करप्सन के भन्छ होला। उता चाहिँ तीनटा सिमानामा छौँ के, गाजा, इजिप्ट अनि प्यालेस्टाइन हो। हामी उता पर चाहिँ इजिप्ट रे यता चाहिँ गाजा अरे भन्थ्यो। हामीले के देख्यो अरे अघि, त्यो जेलको नाम के अरे, जहाँ चाहिँ के प्रिजन भनेर लेखाएको थियो मैले याद बाटोमा है। अनि त्यहाँभित्र छिडेपछि मान्छे बाहिर निस्किन नपाउने, त्यहाँ मऱ्यो भनेर जाने हुने अरे है। त्यस्तो खालको ठाउँ पनि रहेछ, तर भिडियोमा क्याप्चर गर्न चाहिँ सकिएन है। त्यो हामीले बसको झ्यालबाट हेऱ्यौँ कि हतार हुने। अनि त्यस्तो होइन, कतिपय चिजहरूलाई चाहिँ लिनै नसकिने। यो ठाउँको चाहिँ अलि राम्रोसँग भन्नु नि तपाईँले। यो ठाउँको मलाई कहाँ आयो त नि, यही भल्कानो विस्फोट भएको ठाउँ रहेछ यो चाहिँ। जताततै हेऱ्यो चारैतिर कालै कालो मात्रै छ, तर हामीले रियलमा चाहिँ देख्न पाएको भए चाहिँ भाग्यमानी भइदियो भन्ने कुरा। हामीलाई लागिरहेछ, तिमीलाई लागेको छ कि छैन? सबै त कालो तर जे होस् यहाँ आएर डढ्न मन छ भने चाहिँ आउँदा हुन्छ है। मजाले डढ्न पाइन्छ, अलिअलि बिहान मेकअप गरेको छैन, पसिना आएर सिद्धि हो। मेकअपकै पिर छ उसलाई चाहिँ। लु फेरि अर्को ठाउँ आइपुग्यौँ है। ठाउँको नाम चाहिँ थाहा भएन। यस्तो हुँदो रहेछ यतातिरको त। आमा घाम के रहेछ, ल के हो यो? त्यहाँ हेर्नु, यहाँ चाहिँ यस्तो खालको जनावरहरू पनि पाइँदो रहेछ। ओइ यो के हो? ला गयो उठेर। ओइ यस्तो शीतलमा बसिरहेको रहेछ, थुप्रो त रहेछ। आमामा यहाँबाट देखिने भ्यू भनेको त्यही तलकै अघिकै डढेको ठाउँ रहेछ। यस्तो देखिँदो रहेछ, कलर हाल्यो फेरि। यहाँको ठाउँ यहाँ यो बाटो चाहिँ इजिप्ट जान्छ अरे, इजिप्ट जाने बाटो अरे यो चाहिँ। ल यस्तै छ। 1 2 3 4 5 6 घन्टा, झन्डै 6-7 घन्टाको यात्रापछि खाना खाने ठाउँमा रोकियो होइन। अनि अब त्यहाँको खाना त हामीलाई मन पर्दैन।
यस्तै खाने चिप्स 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 खाने पानी खाने सबैले खाना खाएको थियो हामीले पनि खाएको भए हुन्थ्यो भोकले आँखा निस्किन आँटिसक्यो दाल भात खाने बानी जहाँ गयो त्यही खोजिन्छ यहाँ त्यस्तो पाइन्छ चिप्स खाऊ क्या यो चिप्स खाऊ त खाऊ न तारा खाऊ न अघि चिप्स खायो किन नखायो त अनि रिनाले लु हामी चाहिँ अहिले यात्राको क्रममा यहाँ तेलबीको यो के क्लब भन्ने ठाउँमा आइपुग्यौँ है नामै बिर्स्यो हौ म त आज त नामै बिर्सिरहेको छु सबै यहाँनिर चाहिँ यस्तो छ समुद्रमा जानलाई किन ड्रेस जानु पर्यो भित्र लाग्दैन त्यही हो समुद्रको ड्रेस हाम्रो टोलीलाई फेरि कपडाकै पिर हुन्छ है ल जाउँ त अगाडि बढौँ त केटी हो अहिले चाहिँ हामी यहाँ अब बोट चढ्दैछौँ तेलबीको यात्रा भन्ने ठाउँमा है साथीहरू सबैजना हुनुहुन्छ यहाँ बोट स्टार्ट भयो है यो बोटमा बसिसकेका छौँ अनि यस्तो चिसो छ कि अघि त्यस्तो डिजर्टमा गएर आयो होइन हस्याङ र बस्याङ अहिले यहाँ आएर काल्दै निक्ले झुस्रे खुस्रे भएर फेरि यो चिसो ठाउँमा बसेका छौँ भोलिसम्म के हुने हो थाहा छैन धेरै कस्तो हुन्छ यो बोटिङ 40 सेकेन्ड हो ल है बोट सुरु भइसक्यो यस्तो चिसो छ कि यो मस्त छौँ हामी चाहिँ ल यहाँ फेरि टिकटक बनाउँदैछ फेरि कोही कोही चालिरहेछ यो छालले फाल्दो रहेछ है बोट नै एकदमसित झाक्लिरहेछ क्या माइ गॉड यतिको समुद्र त सपनामा पनि देखिएको थिएन भाइ वाउ 40 सेकेन्ड तिरेर आएको कोही समुद्रमा खेल्नलाई हामी यहाँनिर आइपुग्यौँ अहिले घाम अस्ताउन लागिरहेको छ हल्लियो क्या कस्तोसँग वाउ कस्तो दामी सनसेट हुन लागिरहेछ है अनि यहाँनिर आउँदाखेरि पानी चाहिँ कस्तो बाक्लो देखिएको आमामामा कपाल ठडिएको अहिले चाहिँ हामी यहाँ यसरी तेलबीको याफा भन्नेमा घाम अस्ताउन लागिरहेको छु एकदमै रमाइलो भइरहेको यो चाहिँ पुरानो दरबार है हामी अब आउन आँट्यौँ तेलबीको पुरानो अरे के यो चाहिँ
फोटो खिचाउनेको भिड छ है, खचाखच छ। क्यामेरा जोगाउने गाह्रो हो। ल अब चाहिँ हामी रिटर्न भइसकेको अवस्था छ। समुद्रको गहिराई ओ माई गड मूल्याङ्कन गर्न सकिँदैन है। र मैले समुद्रको भ्लग चाहिँ यहीँसम्म गर्छु। फेरि हामी लगभग अब अन्तिम होला है आजको घुमघाम। अब हामी घर फर्किँदैछौँ। त्यस पछाडि यहाँबाट निस्केपछि हामी घर फर्किनेछौँ। अब चाहिँ घरतिर फर्केको अवस्था छ है। साथीहरू पनि सबै लाहापाखा कता कता भइसक्यो। गाडी आज सब्बात भएर अझै गाडी चलेको छैन। तर यो ठाउँ चाहिँ एकदमै भिडभाड हुँदो रहेछ, लाइक थमेल काठमाडौँ है। जो एकदमै इन्डिङमा आएर एकदमै रमाइलो भयो, धेरै इन्जोय गऱ्यौँ आजको दिन, एकदमै रमाइलो भयो। ल र कतिपय ठाउँमा भिडियोहरू सुट गर्न मिलेको ठाउँ जतिमा ल्याउने प्रयास गरेँ मैले। सो कस्तो भयो आजको भिडियो। अनि ब्याट्री पनि सकिन आँट्यो, एकदमै कन्ट्रोल गरेँ मैले आज मेरो मोबाइलको ब्याट्री। मैले चार्जर ल्याएन होइन, अनि थोरै राखेँ, खिच्ने प्रयास गरेँ। सो आजलाई भने म बिदा माग्न चाहन्छु। कस्तो भयो आजको भिडियो कृपया कमेन्ट गर्नु भने नभुल्नु होला। र आगामी दिनहरूमा मैले फुर्सद मिलेसम्म ब्लग ल्याउने प्रयास गर्नेछु। अन्तमा यहाँहरू सम्पूर्णलाई धेरै माया अनि धेरै सम्झना। मिस यु अल, बाई बाई।